हाई एभ्रिवान, गुड मर्निङ। के गर्नुहुँदैछ तपाईँहरू? वेलकम ब्याक टु माई न्यू मिनी भ्लग। आज तपाईँहरूले मेरो आउटफिट देखेर थाहा पनि पाइसक्नुभयो होला। आज चाहिँ लोसर हो, त्यसैले म चाहिँ लोसरमा जानु रेडी हुँदैछु। हामी चाहिँ अहिले फाइनली रेडी भइसकेर घरदेखि निस्केको। अनि यो चाहिँ हाम्रो घर हो अनि हामी चाहिँ अहिले निस्केको घुम्न जानुको लागि। रेडीहरू भएर हामी चाहिँ अहिले लोसरमा निस्किँदै गरेको। म, मेरो हस्बेन्डहरू, काकाहरू चाहिँ यहाँ हिल यसरी हातमा बोकेर खाली खुट्टै जाँदै थिएँ। अनि त्यही भएर तपाईँहरूलाई देखाउँदै थिएँ। म चाहिँ हिल लगाएर हिँड्नु सक्दिनँ बाटो अप्ठ्यारोले गर्दा। कहाँ जानुभयो तपाईँ? हामी आज चाहिँ हामीको गुम्बा गएको। गुम्बामा आज चाहिँ हाम्रो आमा पढ्ने अनि त्यहाँबाट आज चाहिँ लक्ष्मी पुज्ने दिन हो बेलुका। अब लोसार लाग्यो आजबाट चाहिँ। अनि हामी चाहिँ अहिले लोसरमा जाँदै गरेको, मेरो हस्बेन्ड अनि यहाँ काकी र म पनि लोसरमा जाँदै गरेको। आज चाहिँ हाम्रो फर्स्ट टाइम हो म चाहिँ लोसरमा गएको। यहाँ काकीहरूसँग जाँदैछु म चाहिँ लोसरमा। यहाँ चाहिँ हाम्रो मेरो देवर भाइ हाम्रो जाँदैछु लोसरमा। ऊ चाहिँ माइला देवर मेरो। अनि हामी चाहिँ अहिले लोसरमा जाँदै गरेको। इरानको गुम्बा चाहिँ यहाँ हेर्न सक्नुहुन्छ। मान्छेहरू पनि धेरैजना आइसक्नु भएको छ। यहाँ भ्यूहरू चाहिँ यस्तो छ आजको चाहिँ हाम्रो गुम्बाको चाहिँ। तपाईँहरूलाई म सबै थोक देखाउने छु। भिडियो लास्टसम्म हेरिदिनु होला र माया र सपोर्ट दिनु होला। सबैजनाले भिडियो हेरेर लाइक कमेन्ट सेयर गरिदिनु होला। यस्तो छ सायद यो गुम्बाको तपाईँहरूले मेरो बिहेको भिडियोमा देखि पनि सक्नुभएको छ होला। र पनि आज म तपाईँहरूलाई देखाउने छु मजाले गुम्बाको सब थोक। भाइहरू मा पुगेर चाहिँ यस्तो गर्नु पर्दो रहेछ। मलाई चाहिँ थाहा थिएन किनकि म चाहिँ फर्स्ट टाइम जाँदै गरेको, त्यसैले मलाई चाहिँ राम्रोसँग थाहा थिएन। त्यसैले मेरो हस्बेन्डले चाहिँ मलाई सिकाउनु हुँदै थियो। अनि यसरी पैसाहरू राखेर यसरी ढोक्नुपर्छ भन्नुहुँदै थियो। अनि हामीले पैसाहरू राखेर पनि ढोक्यौँ र गुम्बाको फोटो गऱ्यो। मैले भिडियो खिचेको थिएँ। गुम्बाको चाहिँ यस्तो देखिएको छ गुम्बा चाहिँ। यो चाहिँ हामीको तामाङको गुम्बा हो। तपाईँहरूलाई थाहा पनि भइसक्यो यसरी गर्नुपर्दो रहेछ। अनि यहाँ चाहिँ हामीको लामा हुनुहुन्छ। लामालाई चाहिँ ढोक्नु पर्दो रहेछ फर्स्ट गएर। अनि लामाले पढिदिनु हुँदो रहेछ। अनि त्यसपछि यसरी 3 बार ढोक्नु पर्दो रहेछ यहाँ चाहिँ। अनि मैले चाहिँ यहाँ मेरो हस्बेन्ड ढोक्नुहुँदै थियो अनि मैले भिडियो गरिदिँदै थिएँ। यहाँ चाहिँ धेरैजना हुनुहुन्थ्यो अनि मैले पनि गएर फर्स्ट लामालाई ढोकेँ। अनि त्यसपछि ढोकेर लामाले पढिदिनु हुँदै थियो। अनि त्यसपछि आएर मैले पनि मेरो हस्बेन्डलाई सोधेर यहाँ आएर ढोकेँ। यसरी ढोकेँ। चाहिँ हामी किचनमा जाँदै गरेको। हामीले चाहिँ किनभने प्रसादहरू लिएर आएको थियौँ अनि प्रसादभित्र दिनुको लागि जाँदै थियौँ। अनि यहाँ चाहिँ धेरैजना आउनुभएको रहेछ। हामी चाहिँ आज अलिक लेट भयौँ। अघि बत्तीहरू चाहिँ बालिसक्नु भएछ। अनि यहाँ चाहिँ नाना धेरै दिन बाद भेट भएको। अनि प्रसादहरू चाहिँ यहाँ देख्न सक्नुहुन्छ के छ भनेर। प्रसादहरू छ के हो पनि। यो चाहिँ ग्रेप्स रहेछ।
प्रसादहरू छ। यहाँ चाहिँ चिया पकाउनु हुँदैछ आमाले चाहिँ। यहाँ चाहिँ यो चाहिँ तरुल हो। अब माघे सङ्क्रान्तिमा खान्छ, तर हामी चाहिँ लोसारमा खान्छौँ तरुल चाहिँ। यहाँ चाहिँ तरुलहरू उसिनेको रहेछ। अनि यो चाहिँ सब्जी, आलु र रोटीसँग खाने सब्जी। रोटी पनि पाक्दैछ। कति बाली सकेछ अघि नै हामी आइपुग्दा चाहिँ। अनि यहाँ चाहिँ सबैजना बसिराख्नु भएको छ। धेरै दिन बाद चाहिँ यहाँ हाम्रो नानाको मात्रै भेट भएको छ। असारदेखि अहिले भेट भएको है हामी चाहिँ। अहिले आज लोसार हुनाले भेट भएको छ। यहाँ चाहिँ मेरो नाना हो। अहिले चाहिँ हाम्रो प्रसादहरू पनि बाँड्ने बेला भइसकेको थियो। अनि प्रसादहरू चाहिँ हाम्रो चाहिँ यहाँ तरुलहरू खानुहुँदो रहेछ लोसारमा चाहिँ। मलाई चाहिँ थाहा थिएन कसै यहाँ प्रसादहरू बाँड्नु हुँदै थियो। सबैजना तरुलहरू ल्याउनु भएको थियो। रोटी पनि थियो। योपालिको हाम्रो लोसार चाहिँ यस्तो भयो, सबैजनाले बाँड्नु हुँदै थियो। अनि मैले चाहिँ भिडियो गरिदिँदै थिएँ। अनि यहाँ चाहिँ नानाहरू हुनुहुन्छ प्रसादहरू बाँड्ने। अनि यता चाहिँ सब्जीहरू बाँड्नु हुँदै थियो। अनि यता चाहिँ मेमेहरू बसेर खानु हुँदै थियो। यहाँ चाहिँ नाना पनि हुनुहुन्छ, आसु पनि हुनुहुन्छ। अनि यहाँ सबैजना रोटीहरू खानु हुँदै थियो। अहिले चाहिँ मलाई खोइ, मेरो भाग चाहिँ खोइ। म पनि फाइनली अब चाहिँ प्रसाद खानु लागेको। मलाई चाहिँ प्रसाद लगाइदिनु भएको छ। यहाँ तरुल लगाइदिनु हुँदैछ। तरुल पनि कति खानु। यहाँ सब्जी पनि लगाइदिनु हुँदैछ बाबाले चाहिँ। यहाँ इस्कुसको तरुल लगाइदिनु। छोरीलाई धेरै माया गरेर एक थाल प्रसाद भरिदिइसक्नु भयो। यहाँ चाहिँ यहाँ पनि हालिदिनु हुँदैछ प्रसाद। हाम्रो यहाँ प्रसाद चाहिँ यति धेरै रोटी रहेछ। रोटीहरू प्रसाद यहाँ पनि